हाम्रो क्षेत्र नम्बर 4 बाट ऋषि धमला जो प्रतिनिधि भएर आम जनता पार्टीबाट आउनु भएको छ र हजुरले अहिले गैटार पुगले हेर्नुभयो, निरीक्षण गर्नुभयो उत्तरी भेगमा र अहिले साथसाथै तपाईँ अहिले बस पार्कको प्राङ्गणभित्र हुनुहुन्छ। हजुर के भन्नुहुन्छ यो विषयमा? सङ्गुरुजी तपाईँलाई म धेरै धन्यवाद दिन चाहन्छु। तपाईँ जुझारु प्रतिभाशाली र एकदम समाजसेवी युवा र तपाईँले यो क्षेत्रको विकासको लागि चालेको कदममा मेरो पूर्ण सहयोग र समर्थन छ गुरुङजी। र म के सङ्कल्प गर्न चाहन्छु भन्दाखेरि यहाँको जनताको सबभन्दा ठुलो समस्या त्यो एउटा पुल पहिलो त्यो पुललाई पनि मैले आज घोषणा गरेको छु सकेसम्म 6 महिनाभित्र सुचारू गर्ने। त्यसको लागि मैले ठेकदार निर्माण व्यवसायी दयारामजीसँग पनि कुरा गरिसकेको छु। उहाँले घोषणा गर्नुभयो जनताको बिचमा म 6 महिनाभित्रमा पिच गर्छु र सुचारू गर्छु, पुल अगाडि बढाउँछु भन्नुभएको छ। र दोस्रो एजेन्डा तपाईँले यो नदीको कुरा गर्नुभयो र यो नदीमा अब ड्याम आवश्यक छ होइन, किनभने वर्षायाममा ठुलो समस्या आउँछ। त्यसैले यसलाई पनि तल पुलसम्म पुर्याउनको लागि मैले राज्य संयन्त्रसँग सरकारका विभिन्न निकायसँग काम गर्नेछु गुरुङजी। किन भन्दाखेरि आज जनतालाई सेवा सुविधा दिने हो, जनताको सेवाको लागि हामीले काम गर्ने हो। र त्यसो तपाईँको यो बस पार्क जुन बस पार्क बन्यो तर पनि सुचारू हुन सकेको छैन। तपाईँ बारम्बार बस पार्कलाई सुचारू गर्न लाग्नु भएको युवा हो र तपाईँलाई साथ दिँदै म घोषणा गर्न चाहन्छु यो बस पार्क किन सुचारू हुन सकेन भन्दाखेरि जम्मा 18 लाख बजेट चाहिने, 10 लाख तपाईँले पाउनुभयो, 8 लाखको कारणले गर्दाखेरि बस पार्क सुचारू हुन सकेको छैन। म तुरुन्तै अर्थमन्त्री रामेश्वर खनालजीलाई आजै फोन गरेर बजेट निकासा गराएर यो 8 लाख पनि तपाईँको लागि छ नि छिटोभन्दा छिटो निकासा गराएर यो बस पार्कलाई सुचारू गराउनलाई म पहल गर्नेछु। ढुक्क हुनुहोस्, किनभने यो बस पार्क छिटोभन्दा छिटो सकेसम्म 1 महिनाभित्रै हामी सुचारू गरौँ, चुनाव अघि नै सुचारू गरौँ। किन भन्दाखेरि बस पार्क सुचारू भयो भने धेरै समस्याको समाधान हुन्छ। स्थानीय बासिन्दाहरूलाई बस पार्क चाहिएको छ, किनभने बस पार्कमा बस छैन, सडकमा बस छ, अस्तव्यस्त छ। यहाँ चार्जिङ स्टेसन छ होइन, त्यो चलेको छैन, सुचारू भएको छैन। कति काम हुन्थ्यो चार्जिङ स्टेसन सुचारू भएको भए। हजुर त्यसैले गर्दा त्यतातिर पनि मेरो ध्यान जानेछ। अरू कुरा के छ तपाईँ भन्नुहोस्। हामी चन्द्रपुरलाई र यो नगरपालिकालाई हामी सभ्य भव्य व्यवस्थित र अनुकरणीय उदाहरणीय नगरपालिका बनाउनको लागि कुनै कसर बाँकी राख्नु छैन। अनि तपाईँलाई साथसाथै रौतहट जिल्ला अशिक्षितमा तपाईँले बारम्बार मिडियामा बसेर तपाईँले घोषणा भएको जिल्ला हो होइन। खानेपानीको हाम्रो माननीयज्यूले पनि त्यही कुरा गर्नुहुन्छ। हरेकचोटि हामीले त यो मात्रै कुरा मात्रै सुन्यौँ, तर प्रतिफल त हामीले केही पनि पाएको छैनौँ अहिलेसम्म। अब तपाईँको चाहिँ गुरु योजना के छ, अब हुने योजना के छ, तपाईँले कसरी यसलाई सुधार गर्नु, स्वास्थ्य शिक्षा खानेपानीलाई तपाईँले कसरी व्यवस्थित गरेर लान सक्नुहुन्छ? गुरुङजी मेरो एउटा मार्गचित्त मास्टर प्लान छ। मैले आएकै दिन भनेको छु, नोमिनेसन गरेकै दिन भनेको छु, यहाँको पहिलो एजेन्डा भनेको शिक्षा मेरो एजेन्डा। किन भन्दाखेरि 77 जिल्लामा सबभन्दा पिछडेको तल परेको जिल्ला हो शिक्षामा रौतहट। हजुर। र म विभिन्न नगरपालिकामा पुगेँ, 4वटा नगरपालिका छ क्षेत्र नम्बर 4 मा। ती नगरपालिकामा पुग्दाखेरि ती वडाहरूमा पुग्दाखेरि म सबैमा पुग्न पाएको छैन। सबभन्दा ठुलो समस्या शिक्षाकै मैले देखाएको छु। शिक्षामा समस्या छ, गुणस्तरीय शिक्षा आजको आवश्यकता हो। त्यसको लागि ऋषि धमलाले पहिलो कुरा शिक्षा क्षेत्रमा सुधारको लागि 1, 2, 3 त्यो मार्गचित्र ल्याउँदैछ। अब पूर्वाधार गर्नको लागि त्यो पहिला कतिपय स्कुल बनाउनु पर्ने अवस्था छ, त्यो स्कुलहरू कसरी निर्माण गर्ने, के गर्ने, गुणस्तरीय शिक्षाको लागि शिक्षकहरूलाई पनि हामीले राम्रोसँग सपोर्ट र सहयोग गर्नुपर्ने आवश्यकता छ। त्यतिर पनि म ध्यान दिनेछु। र विद्यार्थीहरूलाई पनि पढ्नै पर्छ, स्कुल जानै पर्छ, अध्ययन गर्नै पर्छ भन्नको लागि मोटिभेसन गराउनुपर्छ। कतिपय गाउँमा कतिपय चाहिँ वडाहरूमा नगरपालिकामा जाँदाखेरि पनि विद्यार्थी पढ्नै नजाने, त्यसले अभिभावकहरूले ध्यानै नदिने त्यो अवस्था पनि मैले देखेको छु। त्यसलाई पनि मैले व्यवस्थित गरेर अगाडि बढाउने छु। र तेस्रो तपाईँले भन्नु एजेन्डा मेरो स्वास्थ्य क्षेत्रको लागि पनि मैले विशेष प्रार्थना राखेर काम गर्ने उद्घोष गरिरहेको छु। पहिलो मेरो एजेन्डा भनेको चौपुरमा एक छ नि मेडिकल कलेज स्थापना गर्ने, त्यसको लागि यसलाई मेडिकल हब बनाउनको लागि पहल गर्ने। किन भन्दाखेरि मधेसको 8वटा जिल्लामा कानपुरका धेरै पनि मान्छेहरूलाई यहीँ आएर उपचार गर्नको लागि एकदम उत्कृष्ट एउटा अस्पताल पनि बनाउने, नमुनाको अस्पताल पनि बनाउने। यो सडकमा धेरै दुर्घटना भइराखेको छ, ट्रमा सेन्टर जस्तो एउटा अस्पताल पनि चाहिन्छ। किन भन्दाखेरि उपचार गर्ने ठाउँ छैन, उपचार गर्न कि त
तपाईँको हेटौँडा जानु पऱ्यो कि त वीरगञ्ज जानु पऱ्यो कि त काठमाडौँ जानु पऱ्यो। मान्छेहरू ठुलो पीडामा र समस्यामा भएको मैले देखेँ, मैले अध्ययन गरेँ। त्यसैले अब स्वास्थ्य क्षेत्रमा व्यापक सुधार गर्ने, अस्पतालहरूलाई गुणस्तरीय बनाउने, डक्टर एमबिबिएस डक्टरहरू धेरै ल्याउने र उपचारमा चाहिँ छिटोभन्दा छिटो नयाँ प्रविधि अप्नाएर बिरामीहरूलाई चाहिँ आजको दिनमा चाहिँ कुनै पनि समस्या नहोस् उपचार गर्नको लागि अब काठमाडौँ, हेटौँडा र वीरगञ्ज जान्न परोस्, रौतहटमै उपचार गर्ने व्यवस्था गराउने। अर्को एउटा महत्त्वपूर्ण खानेपानी कुरा गर्नुभयो। खानेपानी समस्या समाधान गर्नको लागि पनि म अब सर्वे गर्छु। पहिला कहाँ खानेपानीको अभाव छ त्यसलाई म अध्ययन गर्छु, एउटा टोली बनाउँछु, एउटा टिम बनाउँछु। त्यो टिमले कहाँ खानेपानीको अभाव छ त्यतातिर मेरो ध्यान जानेछ र पिउने पानी अब जनताको लागि नैसर्गिक अधिकार हो। मेरो पहिलो प्राथमिकता भनेको स्वास्थ्य, शिक्षा र पिउने पानी। तपाईँले भन्नुभयो पिउने पानी, किनभने आज नेपाली जनताले शुद्ध पिउने पानी पाउँदैनन् भने के काम लाग्छ। म शुद्ध पिउने पानी नेपाली जनतालाई पिलाउनको लागि पनि पहल गर्नेछु। र अर्को पूर्वाधारको कुरा छ, सडकको कुरा छ, कृषिको कुरा छ, कृषि क्रान्तिको कुरा छ, किसानहरूको मलको कुरा छ, बिउको कुरा छ, तपाईँलाई थाहा छ होइन। सिँचाइ हुँदैन, पानी परेन भने त्यहाँ समस्या छ। त्यसलाई दिगो समाधान कसरी गर्ने सिँचाइमा। त्यसपछि किसानहरूको छ नि यहाँको समस्या के छ भने त्यतिर म ध्यान दिन्छु र कृषि प्रधान देशका किसानहरूलाई पहिलो कुरा रौतहटका किसानहरूलाई हरेक समस्या पर्दाखेरि म त्यतिर समाधानको लागि केही नयाँ योजनाहरू गुरु योजनाहरू म ल्याउँदैछु। अर्को महत्त्वपूर्ण पाटो भनेको हाम्रो देशमा पर्यटन क्षेत्रको विकास र विस्तारको लागि रौतहटमा धेरै सम्भावना मैले देखेको छु। तर पनि रौतहटमा किन पर्यटकहरू आउँदैन? आन्तरिक पर्यटक पनि आउँदैन, बाह्य पनि आउँदैन। भारतबाट पनि पर्यटक आएको छ जति आउनु पर्थ्यो, किन हामी सिमाना जोडिएको जिल्लामा छौँ, भारतसँग हाम्रो सिमाना जोडिएको छ। तर पनि भारतबाट म पर्यटक आएको देख्दिनँ। त्यसैले मेरो एउटा योजना कार्यक्रम के छ भन्दाखेरि अब रौतहटमा भारतीय पर्यटकहरूलाई पनि कसरी ल्याउने, धेरैभन्दा धेरै। जस्तो वर्षमै 10 लाख पर्यटक हामी ल्याउन सक्यो भने रौतहटको विकासमा कायापल्ट हुँदैन, होटेलहरू चल्दैन, नयाँ होटेलहरू खोलिन्छ। अनि अब यो त दक्षिण भेग उत्तरी भेगतिरको कुरा गर्नु थाल्यो, त्यहाँ उद्योग धन्दाहरू, कल कारखानाहरू, लगानी अभिवृद्धि गर्ने, लगानी ल्याउने, विश्वलाई कन्भिन्स गर्ने र भारतलाई पनि अनुरोध गर्ने, आग्रह गर्ने र 2-4वटा उद्योग धन्दाहरू हामीले स्थापना गर्न सक्यो भने यहाँ कायापल्ट हुन्छ विकासमा। अरू केही पनि गर्न पर्दैन। त्यसैले मैले स्वास्थ्य, शिक्षा, पूर्वाधार, सडकहरू पनि कतिपय ठाउँमा पिच भएको छैन, एकदम कन्तबिजोको अवस्था छ। किनभने म त सडक देखाएर पत्रकारिता गरेको मान्छे, फिल्डमा गएर रिपोर्टिङ गरेको मान्छे। यो सडक किन पिच भएन, यो सडक किन बनेन? अब म आज तपाईँले मलाई प्रश्न सोधिरहनु भएको छ होइन, किनभने पहिला म तपाईँलाई प्रश्न सोध्थेँ, आज तपाईँले मलाई प्रश्न सोध्नु भएको छ। म प्रश्न उत्तर दिने ठाउँमा छु र म त्यो प्रश्नको तपाईँको प्रश्न उत्तर दिइरहँदाखेरि म एक्सनमा जान चाहन्छु, काममा जान चाहन्छु, काम गरेर देखाउन चाहन्छु। र साँच्चीकै मैले चुनाव जितेर गइसकेपछि पहिलो, दोस्रो, तेस्रो, चौथो, पाँचौँ मेरो पञ्चवर्षीय योजना छ, कार्यक्रम छ। त्यो पञ्चवर्षीय कार्यक्रममा पहिलो प्राथमिकता के? स्वास्थ्य र शिक्षा, पिउने पानी। दोस्रो के? पूर्वाधार विकास, सिँचाइ, मल, बिउ। तेस्रो के? पर्यटन क्षेत्रको विकास र विस्तार। अर्को के? कृषि क्रान्ति, किसानहरूलाई छ नि एकदम अगाडि बढाउने, त्यतिर मेरो ध्यान जान्छ। पाँचौँ के? 35 रोजगारी नेपालीहरू आज रौतहटमा समस्या धेरै छ। किन युवाहरू विदेशमा छन्? अब हामीले रौतहटमै किन उद्योग धन्दा स्थापना गर्न सकेनौँ, किन अगाडि बढाउन सकेनौँ, किन रोजगारी दिन सकेनौँ? त्यतातिर 5 वर्षीय योजना ल्याएर म तपाईँहरूको बिच अन्तर्क्रिया गरेर रौतहटलाई साँच्चीकै नमुनाको जिल्ला र एकदम सम्पन्न र विकसित जिल्लाको रूपमा कसरी अगाडि बढाउन सकिन्छ भन्ने बारेमा म एउटा अध्ययनमा छु। तपाईँहरूसँग सल्लाह लिन्छु, सुझाव लिन्छु र म जनताले जे भने त्यही गर्छु। अब मेरो लागि सबै कुरा जनता हो। म त्यसैले रौतहटमै अब बस्ने गरी, यहीँ बसेर जनताको बिचमा काम गर्ने गरी र रौतहटवासीलाई अब साथ दिने गरी, यहाँको जनताको सेवा गर्ने गरी म एउटा सेवक बनेर आएको छु। म जनताको सेवा गर्न आएको छु। ऋषि सर, अनि तपाईँलाई एउटा कुरा, हाम्रो यो क्षेत्र नम्बर 4मा जनजातिको मात्रै भोट तपाईँको 16 देखि 17 हजारसम्मको लगभग छ जनजातिको भोट। तर जनजातिहरू कोही पनि अगाडि बढ्न सकेका छैन होइन। यहाँ सिर्फ भोट ब्याङ्क बनाइरहेको छ जनजातिहरूलाई। यहाँ तपाईँ हेर्नु सक्नुहुन्छ, यो पछाडितिर हेर्नु सक्नुहुन्छ होइन, धेरै छन्, कन्तबिजोग छ त्यहाँ। उता पनि हेर्नुहोस् होइन, धेरै कन्तबिजोग छ। सुकुम्बासी समस्या पनि एकदमै छ। हजुर, धेरै समस्या छ। त्यसको लागि चाहिँ अब तपाईँको पहल के हुन्छ? तपाईँबाट जनजाति, आदिवासी, महिला, मुस्लिम होइन, मधेसी समुदायको ठुलो बसोबास छ नि त रौतहट 4मा। उनीहरूको लागि, जनजातिको लागि त म के गर्छु भने, जस्तो तपाईँ एकजना आज जनजातिको छोरो
अहिले तपाईँ यहाँ बसेर जिल्लामै बसेर उत्तरमा बसेर काम गर्नुभएको छ गुरुङ। म तपाईँलाई के भन्न चाहन्छु, अब तपाईँहरूले यो देशको नेतृत्व गर्नुपर्छ, जनजाति र आदिवासी आउनुपर्छ। मैले त भनेको छु देशको नेतृत्व अब आदिवासीलाई दिउँ, जनजातिलाई दिउँ, तपाईँहरू जस्तो युवाहरू अगाडि बढौँ। तपाईँलाई अब जस्तो सुकै परिस्थितिमा साथ दिन डिसिजन लागेको छ र रौतहटवासीलाई साक्षी राखेर लाखौँ दर्शकलाई म भन्न चाहन्छु, अब रौतहटवासीको एउटा सपना जुन छ त्यो पुरा हुने बेला आएको छ। अब हामी विकास गर्छौँ, समृद्धि गर्छौँ र त्यसलाई अगाडि बढाउँछौँ। जनजाति आदिवासीको मागलाई पहिलो एजेन्डा बनाएर सम्बोधन गर्न म लागेको छु। हस् त, थ्याङ्क यू सो मच, नमस्कार। हस् त।